नमस्कार र जति पनि सारा सिक्किममा छरिएर बस्नुभएको हाम्रो सिएनडी कर्मचारी परिवारमा हामी मिस पेम्पा डोमा भुटिया म्याडम लगायत हामी सम्पूर्ण टोलीको तर्फबाट जो जतिले पनि हामीलाई है यस सामाजिक सञ्जाल मार्फत हेरिरहनु भएको छ र हाम्रो कुराहरू सुनिरहनु भएको छ। हाम्रो शुभचिन्तक समर्थक जीवहरू है जति पनि हाम्रो सिएनडी कर्मचारी परिवारहरू हुनुहुन्छ, हजुरहरू सम्पूर्णमा हामी सम्पूर्ण टोलीको तर्फबाट नमस्कार। र आज हामी यस प्रेस वार्ता मार्फत हजुरहरूलाई केही आजको जुन इलेक्सन सम्पन्न भएको छ त्यसबारे हामी हजुरहरू समक्ष केही विषयवस्तुहरू लिएर आएको छु। र म सोझै मेरो अगाडिको वक्ता हाम्रो भाइस चेयरम्यान सर हाम्रो विमल छेत्रीज्यूलाई म अनुरोध गर्न चाहे, उहाँले 2 शब्द राखिदिनुहोस् भनेर। थ्याङ्क यू कृष्ण सर है। र आज है हाम्रो जुन इलेक्सन ग्रुप सिएनडी ग्रेड है 16 तारिक 3 महिना 2026 को दिन सम्पन्न भयो है। म जति पनि हाम्रो 6वटा जिल्लामा रहनुभएका हाम्रो जति पनि सिएनडी ग्रेडका कर्मचारीहरू हुनुहुन्छ, जसले हामीलाई भोट दिनुभयो है, म त्यसको लागि तपाईहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु फर्स्ट अफ अल है। अर्को कुरा, हामीलाई आज सेटिस्फाइड नभएको कारण चाहिँ हाम्रो इलेक्सन कमिसन माथि नै। म इलेक्सन कमिसन माथि यति नै 1-2वटा क्वेशन गर्न चाहन्छु र उहाँहरूले हामीलाई रिप्लाई पनि दिनुपर्ने हुन्छ है। र म फर्स्ट अफ अल चाहिँ इलेक्सन कमिसनलाई यही क्वेशन गर्न चाहन्छु, जुन हाम्रो 9 तारिक 3 महिना 2026 को दिन हाम्रो नोमिनेसन थियो है। हाम्रो टिम सबै नोमिनेसनको लागि तल अल सिक्किम गभर्नमेन्ट इम्प्लोइज एसोसिएसन ग्रुप सिएनडी ग्रेडको है गेस्ट हाउसमा हामी गएको थियौँ। त्यहाँ नै थियो हाम्रो नोमिनेसन है। हामीले त्यहाँ नोमिनेसन फिलअप गर्यौँ र नोमिनेसन फिलअप गर्नुभन्दा अगाडि हामीले जुन चाहिँ एउटा भोट लिस्ट है हाम्रो जुन नाम निस्केको थियो है, त्यसमा हामीले चेक गर्दाखेरि हामीले आफ्नै क्यान्डिडेटको नाम पनि त्यहाँ पाएन। नपाउँदाखेरि हामीले इलेक्सन कमिसनमाथि एउटा क्वेशन गर्यो कि हाम्रै क्यान्डिडेटको नाम छैन, यो के हो भन्दाखेरि उहाँहरू हतार हाम्रो अगाडि हैन भइहाल्छ, उहाँको नाम आइहाल्छ भन्ने उहाँहरूले हामीलाई आश्वासन दिनुभयो। फेरि एकछिनमा हामीले यता अर्को उयो गर्दै थियौँ है, हामी नोमिनेसनको प्रोसेस गर्दै थियौँ है। त्यहाँबाट एकछिनमा उहाँको नाम आयो भन्नुभयो है। तर उहाँहरूले यस्तो हुन्छ नि, यो त केयरलेस हो नि उहाँहरूको। जब आफ्नो क्यान्डिडेटको त्यहाँ नाम छैन भने है, उहाँहरूले आज त्यसलाई किन सिरियसली लिनु भएन। अर्को कुरा तपाईको हेर्नुहोस्, हामीले कति बारम्बार इलेक्सन कमिसनलाई हामीले तपाईको कम्प्लेन पनि दिएको थियौँ। कम्प्लेन दिँदा पनि उहाँले एक्सेप्ट गर्नु भएन हाम्रो। हामीले कम्प्लेन के माध्यम दिएको थियौँ भने, के कारणले गर्दा दिएको थियो भने तपाईको हामीले पोर्टलमा सेटिस्फाई छैन, यो पोर्टल हामीलाई सेटिस्फाई छैन र यो चाहिँ तपाईको अफलाइन नै एउटा भोटिङ हुनुपर्छ भनेर हामीले यो पनि उहाँलाई एउटा अपिल गरेको थियौँ। तर त्यो अपिल पनि हाम्रो उहाँहरूले सुन्नु भएन है। जो हाम्रो इलेक्सन कमिसन साङ्गे सर हुनुहुन्छ, उहाँले हामीलाई त्यसै टार्नु भयो। तपाईको हामीले कतिवटा कम्प्लेन त उहाँहरूलाई लिएर गएको पनि थियौँ, तर लिनु भएन उहाँहरूले। ठिकै छ, त्यसमा पनि हामी केही छैन है भन्नु। तर आज गएर हेर्नुहोस्, इलेक्सन भयो हाम्रो हैन। इलेक्सन आज हेर्नुहोस् तपाईको 18,575 हाम्रो जो टोटल भोटर्स थियो ग्रुप सिएनडी ग्रेडका कर्मचारीहरू है, हामी आज 18,575 हाम्रो टोटल भोटर्स थियो भने आज 10,362ले आज भोट कास्ट गर्यो। 10,362ले भोट कास्ट गर्दाखेरि तर आज हेर्नुहोस् 8,213ले भोट कास्ट गर्नु पाएन। यसको रेस्पोन्सिबल टोटल इलेक्सन कमिसनले जिम्मा लिनुपर्ने हुन्छ, किनभने 18,213 जनाले भोट गर्नुको नकारण चाहिँ के हो तपाईको, किन उहाँले पनि मेम्बरसिप गरेको थियो। आज तपाईको मेम्बरसिप उहाँले गर्दाखेरि पनि उहाँले आज आफ्नो भोटिङ राइट्स पाएन भने त्यति बेला इलेक्सन कमिसनले एउटा राख्नुपर्ने थियो नर्म्स। जो हाम्रो ओपीएस को जो हाम्रो प्रेसिडेन्ट हुनुहुन्थ्यो कर्मा भुटिया, उहाँलाई के गर्यो भने तपाईको नोमिनेसनको हामी नोमिनेसन भन्दा अगाडि हामी त्यहाँ जाँदाखेरि 3 इयर्स को क्राइटेरिया राखिदियो उहाँहरूले। 3 इयर्स को क्राइटेरिया राख्दाखेरि उहाँ ब्याक हुनुभयो है। उहाँ ब्याक हुनुको कारण आज हेर्नुहोस् तपाईको बादमा गएर
है हाम्रो गेजिङ डिस्ट्रिक्टबाट जो हाम्रो अहिले चेयरम्यानसिपमा उठ्नु भएको थियो जो हाम्रो सुभाष साहब हुनुहुन्छ, आज गेजिङबाट उहाँ उठ्नु पाउनु भयो। तर यदि सबै डिस्ट्रिक्ट त्यसरी डिस्ट्रिक्टबाट उठ्नु पाउँथ्यो भने त इलेक्सन कमिसनले हामीलाई किन अगाडि र एडोक बडी कमिटीले हामीलाई किन यो डिसाइड गरेन कि 6वटै डिस्ट्रिक्टबाट तपाईँहरू उठ्नु पाउँछ भनेर। तर तपाईँले त हामीलाई खालि गान्तोक डिस्ट्रिक्टबाट मात्रै उठ्नु पाउँछ भनेर तपाईँले हामीलाई भन्नुभएको थियो। त्यस्तो हो भने त 6वटै डिस्ट्रिक्टबाट उठाउनु हो भने त हामी आफ्नो आफ्नो क्यान्डिडेट फिल गर्थ्यौँ नि त त्यति बेला किन हामीलाई एडोक बडी कमिटी र हाम्रो जो इलेक्सन कमिसन हुनुहुन्थ्यो उहाँले हामीलाई किन यसको हामीलाई जवाब दिएन। लास्टमा गएर उहाँ हाम्रो जो गेजिङबाट या है कुनै एउटा डिस्ट्रिक्टबाट वेस्ट डिस्ट्रिक्टबाटै हाम्रो जो चेयरम्यानसिपमा उठ्नु भएको थियो है जो हाम्रो सुब्बा छ, उहाँले आज कन्टेस्ट गर्नु पाउनु भयो। त्यस्तै उहाँले कन्टेस्ट गर्नु पाउनु भने त हाम्रो अरू 6वटै जिल्लाको जति पनि हाम्रो मेम्बरहरू थिए सबैजना इच्छुक हुनुहुन्थ्यो उठ्नेहरू पनि। तर उहाँहरूलाई आज किन तपाईँले उठ्नु दिनु भएन त? तपाईँहरूको इलेक्सन कमिसनमाथि पनि यति हो प्रश्न उठ्छ, यदि तपाईँले 6वटै डिस्ट्रिक्टबाट उठ्नु दियो भने त तपाईँले किन एउटा प्रेस कन्फरेन्स गरेर चाहिँ 6वटै डिस्ट्रिक्टबाट उठ्नु पाउँछ भनेर किन भन्नु भएन आज? र उहाँ जो हाम्रो सुब्बाजी हुनुहुन्छ उहाँलाई किन तपाईँले पर्मिसन दिनुभयो र अरूलाई किन दिनु भएन? यो तपाईँलाई क्वेसन होइन। र म तपाईँलाई यति नै भन्छु, हाम्रो जो 8213 जनाले जसले भोट कास्ट गर्नु पाउनु भएन यसको रेस्पोन्सिबिलिटी टोटल इलेक्सन कमिसनले जिम्मा लिनुपर्ने हुन्छ भोलिको दिनमा। किनभने 8213 हाम्रो आज 50-50 रुपियाँको मेम्बरसिप भरेर उहाँहरूले आफ्नो एउटा इलेक्सन होइन आफ्नो भोटिङ राइट्सको लागि उहाँहरूले मेम्बरसिप गर्नुभएको हो नि त। तर आज 19 वर्ष बादमा एउटा इलेक्सन हुँदैछ भने तर जो मेम्बरसिप 50 रुपियाँ हाम्रो मेम्बरले गर्नुभयो तर उहाँहरूले आफ्नो भोटिङ राइट्स पाउनु भएन भने त्यो तपाईँहरूले किन योभन्दा अगाडि नै फ्री अफ कस्ट नै तपाईँले किन गर्नु सकेन त? र आज 50-50 उठाएर उहाँहरूलाई किन तपाईँले यति साह्रो तपाईँले अन्यलमा हाल्नुभयो जसले भोटिङ राइट्स नै पाएन? आज यसको जिम्मा पनि इलेक्सन कमिसनले लिनुपर्ने हुन्छ है। म यति भन्दै म मेरो है अब जो पनि उता हाम्रो म्याडम हुनुहुन्छ है जो हाम्रो चेयरम्यानसिपमा कन्टेस्ट गर्नुहुने थियो मिस पेम्पा भुटिया है, म उहाँलाई नै सुम्पिन्छु है। अब उहाँकोबाट पनि मुखबिन्दबाट पनि तपाईँले 1-2 शब्द सुनिदिनुहोस् भनी म निवेदन गर्दछु। धन्यवाद। नमस्कार। आज सारा सिक्किमको जति पनि एम्प्लोइजहरू हुनुहुन्छ मेरो साथीभाइहरू जति तपाईँहरूले आज 6वटै डिस्ट्रिक्टको एम्प्लोइजले भोट गर्नुभयो है। तर तपाईँले भोट त गर्नुभयो, कहाँ गयो भोट? सबै भोट हावामा गयो जस्तो लाग्यो होइन। किनकि ओटिपी इनभ्यालिड, तपाईँहरूको के अरे मेम्बरसिप नै गरेको नै तपाईँहरूको नम्बरै डिफ्रेन्ट नम्बरहरूमा तपाईँहरूको डिफ्रेन्ट पर्सनहरूलाई त्यो नम्बर सर्कुलेट गरेको रहेछ। अनि अफिस अर्डरहरू हेर्नुहोस्, अफिस अर्डरहरू पनि डिफ्रेन्ट पार्टिजहरूलाई डिफ्रेन्ट नम्बरमा सर्कुलेट गरेको रहेछ। त्यस्तो गरिकन टोटल गरेर तपाईँहरूको फोन नम्बर्स र अफिस अर्डर एउटै अफिस अर्डर 179लाई दिएको रहेछ। अर्को एउटा अफिस अर्डर 304 जनालाई, 72 जनालाई, 66 जनालाई, 54 जनालाई, 6 जनालाई, 14 जनालाई, 72 जनालाई, यो त टोटली फोर्जरी केसमा जान्छ हेर्नुहोस्। अनि यो कुरा चाहिँ हामीले कहिलेदेखि भनेको भन्नुहोस् त? हामी तपाईँहरूको अगाडि इन्टरेक्सन गर्दै आउँदा पनि हामीले तपाईँहरूलाई त्यति बेला हामीले तपाईँहरूलाई टेन्सन हुन्छ भनेर भनेन, किनकि यतापट्टि चाहिँ कमिसनलाई हामीले बारम्बार लेखेर दिँदै थियौँ कि यो पोर्टल भोट चाहिँ हामीलाई डाउट छ, हामी गर्दैन पोर्टल, हामी गर्दैन भोट, किनकि यो पोर्टलको एप्लिकेसन चाहिँ एकपल्ट टेस्ट गरिदिनुहोस्, यो आउटसोर्सिङ लगाइदिनुहोस्, पर्सन हामीले डिप्लोय गरिदिनुहोस्, एनआइसीलाई दिनुहोस्, बिएसएनएललाई दिनुहोस् भन्दा नि तपाईँहरूले मान्नु भएन। हामीले लेखेर दिए, कम्प्लेन लेखेर दिए, तर तपाईँहरूले यो कम्प्लेन पनि तपाईँहरूले एक्सेप्ट गर्नु भएन। अनि एडोक कमिटी त्यही एडोकको जो काउन्सिल छ, काउन्सिलले ती उहाँहरूको क्यान्डिडेट उठाइरहेको छ, त्यहाँ पनि उनीहरूको लागि क्याम्पेनिङ गर्दैछ, यो भाइलेसन हुन्छ, त्यसरी गर्नु हुँदैन भनेर तपाईँलाई इलेक्सन कन्डक्ट रुल हामीले त्यो पनि लेखेर दिँदा त्यो पनि तपाईँले एक्सेप्ट गर्नु भएन। अनि हामीले कतिपल्ट चाहिँ तपाईँहरूलाई कम्प्लेन गरेँ, तपाईँहरूले जो मिटिङहरू राख्नुहुन्थ्यो कोअर्डिनेसन काउन्सिलर तपाईँहरूको बिचमा मात्रै राख्नुहुन्थ्यो। अनि त्यो अहिले जुन चाहिँ उहाँ जोहरूले आज जित्यो भन्नुहुँदैछ उहाँहरू मात्रै बस्थ्यो,
तर हामी टोटल उठ्ने 3वटा पार्टी हो, तिनवटा थियो। तिनवटामा उहाँ एकजना टिमसँग तपाईँ काउन्सिल र कमिसन जहिले अलवेज तपाईँहरू हुन्थ्यो। तर हामी र हाम्रो डाक्टर सन्तबहादुरको टिम हामी कहिले पनि कमिसनसँग या त तपाईँहरूसँग हामीलाई कहिले पनि मिटिङमा तपाईँहरूले बोलाउनु भएन। कमिसनले अस्ति नै एकपल्ट चाहिँ हामीलाई मिटिङ बोलाउनु भयो, त्यति बेला सम्झे हामीलाई मोकपोल गर्ने रहेछ, अब पोर्टल चाहिँ के भएछ भनेर हामीले त्यति बेला सोद्धाखेरि चाहिँ पोर्टल पनि डल्लै सेटअप भइसकेको रहेछ। पोर्टलको मान्छे पनि अलरेडी प्राइभेट कम्पनीजको मान्छे लिएर डिप्लोय गरिसकेर एनरोलमेन्टहरू गरिसकेको रहेछ। अन्त हामीले यो पोर्टल चाहिँ कहाँको मान्छे ल्याएको, डिपार्टमेन्टको चलाउँ भन्दाखेरि होइन एकदमै राम्रो छ भनेर भन्यो। अनि त्यही दिन चाहिँ हामीले सुन्नुमा आउँदै थियो कि यो पोर्टलले चाहिँ फलानालाई जिताइसकेको छ भनेर। अन्त हामीले त्यत्रो भन्दै थियो, हामीलाई यो के भन्छ एकपल्ट हामीलाई एप्लिकेसन चाहिँ टेस्ट गर्न लगिदियो, हामीले लेख्दा पनि तपाईँहरूले सुन्नु नै भएन। हामी कमिसनको मिटिङमा आउँदा पनि कोअर्डिनेसन काउन्सिलकोहरू हामीसँग रिसाउँथ्यो किन आएको होला, त्यो वान फ्यामिलीले वान जब भने के गर्न आएको होला यहाँ भनेर त्यसरी तपाईँहरूले भन्ने गर्थ्यो, हामीलाई आउनै दिँदैन थियो। अनि सबै कुरा चाहिँ तपाईँहरूले मोनोपोली गर्नुभयो यसपालि है। अब हेर्नुहोस् भोटिङ जुन चाहिँ यो हामीले तपाईँहरूको यो जुन चाहिँ एनरोलमेन्ट जुन चाहिँ भोटर लिस्ट जुन चाहिँ हामीले सबै त्यो क्रस चेक गऱ्यौँ। अब त्यो क्रस चेक गर्दाखेरि पनि हामीले सेभरल नम्बर्सहरू भेट्यौँ, तर एउटा अफिस अर्डरमा है। कसैको 304वटा भेट्यो एउटा अफिस अर्डरमा डिफ्रेन्ट फोन नम्बर्समा। कसैको 14वटा भेट्यो, त्यो पनि एउटा अर्डरमा डिफ्रेन्ट पर्सनको डिफ्रेन्ट नम्बरहरूमा। अनि त्यहाँनिर चाहिँ त्यो जुन चाहिँ मेन त्यहाँनिर चाहिँ त्यो पोर्टल जुन चाहिँ के भन्छ नेम एनरोलमेन्ट गर्ने कम्प्युटरमा नाम जसले चाहिँ एन्ट्री गर्छ, एन्ट्री गर्ने चाहिँ त्यहाँको जो मेन त्यहाँनिर एडहक कमिटीको हुनुहुन्थ्यो, उहाँले चाहिँ यस्तो सादा पन्नामा चाहिँ नम्बर लेखेर चाहिँ त्यहाँ एन्ट्री गर्ने बहिनीहरूलाई, डाटा एन्ट्री गर्नेहरूलाई चाहिँ बहिनी थियो कि या भाइ थियो को थियो, आज उहाँहरूको त्यही क्यान्डिडेट भएर गइरहेको छ, ल यो एन्ट्री गर भनेर चाहिँ डल्लै सेभरल नम्बर्स चाहिँ सादा पेपरमा ल्याएर चाहिँ गोजीबाट निकालेर त्यहाँ एन्ट्री गर्नुहुँदैछ। अनि यो कुराहरू हामीले अनलाइन हामी गर्दैन भन्दा कमिसनले हामीलाई के एस्योर गरेको थियो भन्दा चाहिँ यो भोट चाहिँ फेयर हुन्छ, तपाईँहरूको यो यस्तो हुँदैन, तपाईँ नसुर्ताउनुहोस्, डबल नम्बर भएको छ भने तपाईँहरूको डिलिसन हुन्छ, हामी गरिदिन्छु भनेर भन्यो। हामीलाई मोकपोल गराउँछु, तपाईँले थिच्नुहोस्, 9, 10, 20, 50 कतिपल्ट थिच्नुहुन्छ हेर्नुहोस्, चेक गर्नुहोस् भनेर पनि भन्नुभयो। ल हामीले ठिकै छ भने हिजो पनि बिहान कमिसनलाई फोन गऱ्यो होइन। एउटा नम्बर चाहिँ मेरो एउटा नम्बर से इक्जाम्पल 10जना मान्छेलाई दिएको छ भने अब मलाई त थाहा हुँदैन नि मेरो नम्बर, म ड्युटी बसिरहेको हुन्थ्यो, तर जो मान्छेलाई चाहिँ 10जना दिएको छ त्यो 10जना मान्छेमा एकजना मान्छे चलाक हुन्छ, उहाँले अघि ओटिपी थापेर अघि नै मेरो नम्बरमा भोट लगाइसकेको हुन्छ। अनि त्यसो गर्दाखेरि चाहिँ आज प्रायः हाम्रो साथीभाइहरूले सबैजना डिस्ट्रिक्टबाट फोन गरे कि खोइ आइपीमा ओटिपी आएको छैन भने। अनि कतिजनाले हाम्रो ओटिपी आइसक्यो, हाम्रो ओटिपी इनभ्यालिड देखाउँदैछ भनेर हेर्नुहोस् है। अब टोटल भोट चाहिँ हाम्रो 19,000 कतिले रेजिस्टर्ड गरिसक्यो भने 10,000 जो भोट कास्ट भयो। तर अस्ति कमिसनले के भन्यो, रिजेक्सन भयो भने एउटा दुईवटा हुन जान्छ भने, तर आज 8,000सम्म चाहिँ यो ओटिपी चाहिँ ब्लक भयो, त्यहाँ गएन। अनि बिहान हामीले गएर भन्यो बिफोर भोटिङ है स्टार्ट गर्नुभन्दा अगाडि के भन्यो भन्दा चाहिँ हामीलाई मोक पोलहरू मोक ड्रिलहरू गराएको छैन, आज नगरौँ भोट, यो डिलिसन भएन भने भोट नगरौँ छोडिदिनुहोस् भन्दाखेरि कमिसन ट्याक्कै मानेन, कहाँ हुन्छ गर्नुपर्छ भनेर हामी त्यहाँ पुग्दा अघि एसएमएस पठाइसकेछ हेर्नुहोस् है उहाँहरूले। अन्त हामीले बेसी भन्यो भने के हुन्छ, एकदम डिसिप्लिनमा बसेन अरे के भयो अरे भनेर भन्नुहुन्छ। अन्त त्यहाँदेखि चाहिँ एसएमएस गरेर त ओटिपी त पठाउनु थालिसकेछ, कसै त थाहै छैन। अन्त अघि 3 बजीतिर जब भोटिङ लाइन उनीहरूले भने बिहान 7 बजीदेखिको 2 बजीसम्म भने, त्यहीँ 1 घन्टा फेरि 3 बजीसम्म दियो। जब 3 बजी 1-2 जनाको ओटिपी जाँदै थियो, अब स्टप भयो अरे, छैन अरे भन्छ फेरि। अनि त्यस्तो प्रकारले मोनोपोली भइरहेको छ। हामी बिहानदेखिको त्यहाँ गएर हामीलाई त सुर्ता लाग्यो,
अस्ति भन्दै थिएँ यहाँ बहिनीहरूले नि त्यो मेसिनले त त्यो फलानाले जिताइसकेको छ, हामीले स्टे लाउनुपर्छ विचार, उहाँले भनेको भनेको थियो हामीलाई। उहाँ मात्रै होइन अझै अर्कोहरू पनि छ, स्टे लगाउँ भन्दै थियो। अझै हामीले भने होइन कमिसनले हामीलाई एस्योर गरेको छ त्यो स्टे नलगाउँ भनेर भनेको थियो। हेर्नुहोस् आज त यति बेसी एउटा अफिस अर्डर चाहिँ आमाम 300 जना 400 जनालाई चाहिँ अफिस अर्डर बाँडेर चाहिँ सेभरल नम्बर्स हालेर त्यसरी आज यहाँनिर फोर्जरीहरू भइरहेको छ भोटमा। हेर्नुहोस् त्यस्तो ट्याम्पर्ड भइरहेको छ। अनि त्यस्तो ट्याम्परिङ गर्ने हो भने त तपाईँहरूले अस्ति भन्नु नि बरुभन्दा हामीलाई नउठिदिनुहोस्, कन्टेस्ट नगर्नुहोस्, हामी नै बस्छु भनेर तपाईँले भनेको भए सेलेक्सनमा तपाईँले जाने इच्छा थियो त पहिला नै। तपाईँले सेलेक्सन बस्छु भन्दै थियो, हामी हो भोटिङ गर्नुपर्छ, भोट हुनुपर्छ। पहिला पनि त्यसरी सेलेक्सनमा बसेर काम भएन, इम्प्लोइजको वेलफेयरमा काम गर्नुपर्छ भनेर भनेको थियो। तर तपाईँहरूले त्यो पनि हामीमाथि आरोप लगायो कि हामीले इलेक्सन गर्नु दिएको छैन भनेर। हामीले कहिले पनि इलेक्सन गर्नु दिएको छैन भनेन हामीले इलेक्सन हुनुपर्छ तर फ्री एन्ड फेयर इलेक्सन हुनुपर्छ भनेर भनेको थियो। तर तपाईँहरू मान्नु भएन। अनि तपाईँहरू त्यो कन्टेस्टै गर्नु चाहँदैन रहेछ, ओपन कन्टेस्टै गर्नु चाहेन। आज यहाँ पनि तपाईँहरूले यस्तो खालको ट्याम्परिङ गरेर तपाईँहरू जित्नुभयो। अनि यो कुरा चाहिँ अहिले हामीले यसो किन बोल्दैछौँ भने चाहिँ अहिले पनि म्यासेज आउँदैछ, खोइ हामीले भोट लगाएको कहाँ गयो, हामीले तपाईँहरूलाई भोट लगाएको कहाँ गयो भन्दैछ। आज सारा सिक्किमको कर्मचारीलाई भन्न चाहन्छु, तपाईँहरू के चाहनुहुन्छ? के तपाईँहरूको 8613 भोट चाहिँ तपाईँहरू इनभ्यालिड भएको तपाईँहरू देख्न चाहनुहुन्छ कि या त तपाईँहरूलाई जस्टिस चाहिन्छ कि के गर्नुहुन्छ? तपाईँहरू भन्नुहोस्। तपाईँले जस्तो भन्नुहुन्छ, हिजो पनि तपाईँहरूको निम्ति हामी खडा थिए, आज पनि तपाईँहरूको निम्ति हामी खडा भएर कन्टेस्ट गरेको। भोलि पनि तपाईँहरूले होइन हामी जम्मै कर्मचारी हामी आएर तपाईँहरूलाई भेटेर मिटिङ गर्छु भन्नुहुन्छ भने हामी त्यहाँ पनि तपाईँहरूको निम्ति आउनेछौँ। यति नै भन्दै म मेरो यो कुरालाई यही राख्न चाहन्छु। थ्याङ्क यू।